नास्ता पानी भयो अब चाहिँ जाडो जाडो छ त्यही भएर स्वेटर वेटर लगाएर अब हामी चाहिँ पञ्चकोटतिर लागिन्छ यहाँदेखि 1 घण्टा पञ्चकोट जानको लागि आउनको लागि 1 घण्टा लाग्यो है हामीहरू चाहिँ कहाँ अरे पञ्चकोट माथि आम्मा मामा हामी चाहिँ यहाँ छौँ जाडो हो लौ त्यही उसमा होला नि छ ब्यागमा माथि टपमा जाने उहाँ देखिएन ठाडै होला जाने हो त्यो त अटोले त 2 घण्टा नि पुरानो थिएन होला है त्यही त के यो माथि जाने हो त अटोलाई आउँदा ओह्रालो हुन्छ नि त खाँदैन कहाँ ल्याउने धान हेर्नु त कस्तो भयो कहाँको खाल्टो लिने खै धेरै नबनाउनु के हेर्दैन धेरै त थोरै हेर्छ तिम्रो पाडमा थियो खेत यस्तो पञ्चकोट जाने कान्छी भिडियो ल्याइदेऊ तर त खेतसित मेरो ल्याइदिउँ त खै यता हेर्नु खेत यो पुरै खेत देखाउ त पहाडको खेत हेर्नु खेत हेर्नु है हामीले लसुन लाउनु जस्तोको गल्ले यता हेर्नु ल पर्दैन बाटो
बुटो लङसित होइन नि कहाँ के भन्ने हो चिसो आइज यहाँ त आमा ओ कति जाडो छ यहाँ त जाडो एकदम ल ल बुढो यो साथी भाइ ओके गरिदिनु है ल ओके गरिदिनु यो गरिदिनु मान्छेसित उनीहरू टेबल हेर्छन् नि मलाई एउटा टिकटक निकाल्छ घुम्ने ठाउँको नमनातिर मैले पनि सेभ गरेको थिएँ भाउ लागेर हिमालै नदेखाइ कि कहाँ नलागिदियो उहाँको टपमा यस्तो मन ल त म टिकटक निकाल्छु यहाँ राम्रो सिन छ यो ठाउँ छोडेरै नजाम जस्तो भयो है हिमालय मलाई त यो पहाड एरिया ल ल ल छिटो हिँड छिटो हिँड त्यसले के पारा हो ड्याम 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 हिँड्ने हो र नि तलको मन्दिर जान बाँकी छ नि त यता फर्केर आइजाऊ छेउ हिमाल हिमाल त पुरै देखियो अझ घाम लाग्यो भने त पुरै हिमाल देखिन्छ
ल पानी आयो पानी दाउ भयो माया जाने होइन जाने अब ल्याउनु त मोबाइल ल्याउनु त पञ्चकोट आएर पञ्चकोटको गीतै छैन यसमा ल्याउनु न डाटा अन गर्नु न मेरोमा राख्दै राखेको है गाई यता हान्नु नहीं भिडियो फोटो यसै बेला आउँछ क्या रोक्नु यता आउनु के फोटो बुढो फोटो ल यता मेरो भिडियो बनाइदियो घुमाइ भनेको फेरि जोड ल सिसामा मुख कान्ने गर कान्छीलाई
मुख खान न एउटै खिचेकै छैन त्यस्तै गर्नु अरू खिचेकै छैन त्यस्तै गर्नु अरू खिचेकै छैन त्यस्तै गर्नु पानी आएर हामीहरू त बागलुङबाट त कुस्मातिर त आइयो तर यहाँ चाहिँ पानी आएर हामीहरू चाहिँ अहिले यहाँ कुस्मातिर बसेका छौँ होइन अहिले चाहिँ धेरै बारिस भइरहेको छ यहाँ चाहिँ हामीहरूको लागि चाहिँ यहाँ गएर उल्टिने हो क्या हामीहरू भने चाहिँ तर मुस्किल छ हप्ता चाहिँ वहाँ पुग्नको लागि चाहिँ हामीहरू आज यतै बस्न पर्ला जस्तो छ यस्तो पानीमा हामीहरू हिम्मत गरेकै छैनौँ जाने त गइरहेछन् जाने भने हो बागलुङतिर त धान सान सब छैन